मान्य सदस्य खुशबु ओली, समय 7 मिनट। त्यसपछि मान्य सदस्य महावीर पुन। सम्माननीय सभामुख महोदय, प्रस्तुत भएका नीति तथा कार्यक्रम कर्णप्रिय छन्, जुन हुनु पनि पर्दछ। हजारौं हजार मेगावाट विद्युत उत्पादन, रोजगार दशक, एआई आधारित अर्थतन्त्र, हरित अर्थतन्त्र, रेल मार्ग, स्मार्ट कृषि र पर्यटन क्रान्ति जस्ता विषयहरू, यी घोषणाहरूको सफल कार्यान्वयन महत्त्वपूर्ण कुरा हो। मेरो शुभकामना पनि छ। कार्यान्वयनको लागि आधारभूत संरचनाबारे पर्याप्त छलफल हुनु आवश्यक थियो। कुन निकायले कुन कार्यक्रम कार्यान्वयन गर्ने, त्यसका लागि बजेट विनियोजनको प्रक्रिया के हो, लक्ष्य पूरा गर्ने समय सीमा के हो, प्रगति मापन गर्ने पर्फर्मेन्स इन्डिकेटर्सहरू के हुन् र लक्ष्य पूरा नभए कसले जिम्मेवारी लिने, यी प्रश्नहरूको उत्तर आउने गरी दस्तावेजमा लेखिएको भए सरकारको गाम्भीर्यता, राजनीतिक इच्छाशक्ति पोलिटिकल विल र राजनीतिक साहस पोलिटिकल करेज स्पष्ट देखिन सकिन्थ्यो। यो पेपरमा पहिला पालाकै सरकारले बनाएको दस्तावेजमा टेकेर थोरै मात्रै नयाँ कुरा समेटिएको स्पष्ट देखिन्छ। यो सदनमा विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी देशका उत्कृष्ट मस्तिष्कहरू लिएर यो संसदमा हुनुहुन्छ भन्ने हामी सबैलाई लागिरहेको छ। तर सोचे अनुसार उहाँहरूको आफ्नै मौलिकता र दृष्टिकोण यस नीति तथा कार्यक्रममा अपेक्षा अनुसार नआएको हो कि भन्ने मलाई लागेको छ। र एउटा कुरा कन्भिक्सनका साथ भन्न चाहन्छु, तपाईहरूको यसमा कन्ट्रिब्युसन छैन भन्नेमा म विश्वस्त छु। भिजन स्टेटमेन्ट मात्र पर्याप्त हुँदैन, त्यसलाई रिजल्टमा रूपान्तरण गर्ने विश्वसनीय इम्प्लिमेन्टेसन आर्किटेक्चर, कार्यान्वयनको संरचनाबारे दस्तावेजमा केही पनि उल्लेख छैन। यो स्वयं नीति तथा कार्यक्रमको अंश भएको उत्कृष्ट हुन्थ्यो यदि यसलाई बनाइएको भए। हामी कहाँ जाने भन्ने बाटोको बारे त यो देशमा दशकौँदेखि छलफल हुँदै आएका थिए, तर हामी कसरी त्यहाँ जाने, कुन फाउन्डेसनल आर्किटेक्चर, आधारभूत संरचनामा टेकेर जाने, अब त यस्ता विषयमा नीति तथा कार्यक्रमले प्राथमिकता पाउनुपर्ने थियो जस्तो लागेको थियो। यो प्रोग्रेसिभ सरकारसँग गरिने सामान्य अपेक्षा पनि हो, तर त्यो सफल हुन सकेन। नीति तथा कार्यक्रमको मोनिटरिङको लागि के गर्न सकिन्छ त? सरकारले अविलम्ब राष्ट्रिय कार्यान्वयन इकाइ नेशनल डेलिभरी युनिट, कम्तीमा त्रैमासिक संसदीय प्रगति प्रतिवेदन, क्वार्टरली पार्लियामेन्ट्री प्रोग्रेस रिपोर्ट, परिणाममा आधारित बजेट प्रणाली रिजल्ट बेस्ड बजेटिङ तथा परियोजना ड्यासबोर्ड, प्रोजेक्ट ड्यासबोर्ड जस्ता उत्तरदायी, पारदर्शी र मापन योग्य संयन्त्रहरू कार्यान्वयनमा ल्याउन पहल गरौँ। रेलवे, स्मार्ट सिटी, राजमार्ग विस्तार लगायतका नाममा सरकारले निजी जग्गामा रोक लगाएको छ, तर त्यसको मुआवजा दिने भनेको छैन र दिनेवाला पनि छ कि छैन थाहा छैन। कहिलेसम्म बन्दक बनाउने? यसले आर्थिक जडता यानि कि इकोनोमिक प्यारालाइसिसको अवस्था सृजना गरेको छ। हजारौं नागरिकहरू आफ्नो जग्गा उपभोग गर्नबाट वञ्चित भएका छन्। नयाँ सोच खोइ त, परिवर्तन खोइ त यो नीतिहरूमा। किसानलाई उत्पादन गर्न प्रोत्साहन गरिएको छ, तर बजार मूल्य तथा मल सुनिश्चितता गर्ने रोडम्यापमा पर्याप्त ध्यान दिएको छैन। रोपाई सुरु हुँदैछ, मलको अत्तोपत्तो छैन। उत्पादन बिना आर्थिक आत्मनिर्भरता सम्भव छैन। राष्ट्रिय कृषि बजार प्रणाली, किसान उत्पादक कम्पनी मोडल, निर्यातमुखी कृषि क्षेत्र र मल सुरक्षाको स्पष्ट रणनीति आवश्यक छ। बँदेल र बाँदरले दुःख दिएका छन्। बँदेल र बाँदर मार्नु हुँदैन, तर बँदेल र बाँदरको कारणले गर्दा किसानहरू मर्ने अवस्था छ। यो विषयमा हामी गम्भीर हुन आवश्यक छ कि छैन? किसानले एक दिन पनि हलो बिसाउँदैन, न बिदा पाउँछ, न उसको पेन्सन हुन्छ। उनीहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिएको छैन। उनीहरूलाई सामाजिक कोषमा समावेश गरिनुपर्ने स्पष्ट नीति सरकारले लिनुपर्छ भन्ने माग गर्दछु। सभामुख महोदय, महँगीको प्रत्यक्ष असर आज प्रत्येक नेपालीको भान्सामा दैनिक देखिराखेको छ। उपभोग्य खाद्यान्नदेखि यातायातसम्मको खर्च निरन्तर बढिरहेको अवस्थामा सरकारको स्पष्ट रणनीति के हो? नीति तथा कार्यक्रम यस्ता गम्भीर विषयमा किन मौन छ? महँगी नियन्त्रण सरकारको दैनिक प्राथमिकताको विषय हुनुपर्दछ। झन् नीति तथा कार्यक्रमको त केन्द्रीय एजेन्डा नै हुनुपर्थ्यो, त्यो देखिएन। पर्यटन क्षेत्रमा भुटानले
हाई भ्याल्यु लो भोल्युम टुरिज्मको अवधारणालाई प्राथमिकता दिएको छ। नेपालले भने हाई भ्याल्यु हाई इम्प्याक्ट टुरिज्मको स्पष्ट रणनीति अगाडि बढाउनुपर्छ। यो नीति तथा कार्यक्रममा हाम्रो सांस्कृतिक तथा धार्मिक पर्यटनको सम्भावना केन्द्रमा आउन जरुरी छ। साउदी अरेबियाले धार्मिक पर्यटनबाट आफ्नो राष्ट्रिय अर्थतन्त्रमा 7% अफ द नेसनल GDP कन्ट्रिब्युट गरिराखेको छ। भारतमा टेम्पल इकोनोमीले राष्ट्रिय अर्थतन्त्रमा लगभग 3% कन्ट्रिब्युट गरिराखेको छ। भ्याटिकन सिटी र थाइल्यान्डले पनि सांस्कृतिक तथा धार्मिक पर्यटन मार्फत अरबौं आम्दानी गरिरहेका छन्। हामी चाहिँ अपार धार्मिक, सांस्कृतिक र सभ्यतागत सम्पदा हुँदाहुँदै पनि किन आफ्नो धार्मिक पर्यटनलाई विश्वस्तरमा ब्रान्डिङ गर्न नसक्ने? नेपाललाई सनातन धार्मिक तथा सांस्कृतिक सम्पदाको वैश्विक केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ। यसमा ध्यान दिन जरुरी छ। शिक्षा क्षेत्रमा AI लर्निङ, डिजिटल स्कुल, करिकुलम रिफर्म जस्ता विषयहरूमा चर्चा गरिएको छ। तर शिक्षा आधुनिकीकरणको कुरा गरिरहँदा हाम्रो संस्कृत विद्यालय, गुरुकुल तथा परम्परागत ज्ञान प्रणालीको अवस्था किन ओझेलमा परेको छ भन्ने कुरा नीति तथा कार्यक्रममा नसमेटिएको देख्दा प्रष्ट हुन्छ। यो शिक्षा प्रणाली अत्यन्तै महत्त्वपूर्ण छ। यी शिक्षाहरू धार्मिक वा सांस्कृतिक केन्द्रका विषय मात्र होइनन्। यी त हाम्रो सभ्यता, दर्शन र ज्ञान परम्पराका महत्त्वपूर्ण आधार हुन्। तर तिनको संरचनागत सुधार, आधुनिक व्यवस्थापन, गुणस्तरीय शिक्षण र समयानुकूल रूपान्तरणको विषयमा कुनै पनि नीति देखिँदैन। यो दुःखद रहेको छ। छोटी भन्सार सम्बन्धी 100 रुपियाँ नीतिलाई यो सरकारले अपनाएको छ। 100 रुपियाँ भन्दा माथिको सामानमा कर तिर्न मुख्य भन्सार कार्यालयमै जानुपर्ने व्यवस्था व्यवहारिक रूपमा अत्यन्तै कठिन र अव्यवहारिक हुन्छ। यसले सीमा क्षेत्रमा व्यापारिक असहजता मात्र होइन, सीमा कूटनीति र पिपल टु पिपल रिलेसन्सका सम्बन्धमा पनि नकारात्मक प्रभाव पार्ने भएकाले यस्ता विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नु आवश्यक छ। छोटी भन्सारको आवश्यकता पनि छ। सामुदायिक विद्यालयको कुरामा कमजोर सिकाइ, अवस्था शिक्षक अभाव, विश्वविद्यालयको राजनीतिकरण, अनुसन्धानमा न्यून लगानी तथा प्राविधिक शिक्षाको मिसम्याच जस्ता मूल समस्यामा नीति तथा कार्यक्रम मौन देखिन्छ। तपाईलाई थाहा छ सभामुख महोदय, मधेसमा त 12 बजे लेट नै 2 बजे भेट नै भन्ने पोलिसी विद्यालयहरूमा छन्। त्यसैले गर्दा आज मधेसमा 60 देखि 70% विद्यार्थीहरू अनुत्तीर्ण भइराखेको छन्। यो कुरालाई नीतिमा समेटिएको मलाई लागेन। AI लाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ। तर AI रेडिनेस इन्डेक्स अनुसार नेपाल 193 देशमध्ये 150औं स्थानमा रहेको छ। यसले देखाउँदछ कि AI का लागि हाम्रो तयारी अझै पुगेको छैन। नेपालका हिमाली क्षेत्रहरू प्राकृतिक रूपमा नै कुलिक सिस्टमको राम्रो सम्भावना भएकाले AI सम्बन्धी डेटा सेन्टर स्थापना गर्न उपयुक्त वातावरण त्यहाँ उपलब्ध छ। तर यस्ता पूर्वाधार विकासका लागि वैदेशिक लगानी, आन्तरिक लगानी, FDI आवश्यक हुन्छ। हाम्रो आन्तरिक पुँजी मात्र पर्याप्त हुँदैन। यदि हामीले AI र डिजिटाइजेसनलाई वास्तविक रूपमा अगाडि बढाउन चाहन्छौँ भने AI कूटनीतिमा तुरुन्त सुरुवात गर्नुपर्छ। AI कूटनीतिलाई अगाडि बढाउनुपर्छ। अब फेरि यही AI को अध्ययनको लागि विद्यार्थीहरूले नेपाल छोड्ने अवस्था छ। त्यसले गर्दा यसको शिक्षा प्रविधि नेपालमा ल्याउनको लागि हामीले ध्यान पनि दिनुपर्ने आवश्यकता छ। मैले सक्काउन लाए सभामुख महोदय, विदेश नीति अत्यन्त सामान्य देखिन्छ। असंलग्नता, पञ्चशील र सन्तुलित कूटनीतिको कुरा आएको भए पनि भारतसँगको सीमा समस्यामा हवाई रूट, भारत चीन सन्तुलन, बिमस्टेक, BBIN, जलवायु कूटनीति, श्रम कूटनीति र आर्थिक कूटनीतिमा स्पष्ट रणनीति देखिनु आवश्यक छ। मलाई एउटा कुरा पनि अचम्म लाग्यो सभामुख महोदय, यो पक्कै पनि प्रधानमन्त्रीकै नीति कार्यक्रम भए पनि उहाँको अपनत्व र उहाँको कन्ट्रिब्युसन छ जस्तो लाग्दैन। सङ्गीत र कला क्षेत्रमा यत्रो चाख लाग्ने व्यक्तिले यो नीति तथा कार्यक्रममा चाहिँ आफ्नै कार्यक्रम हो प्रधानमन्त्रीको, आर्ट, कला, हस्तकला, काष्ठकला, सङ्गीत, सिनेमा क्षेत्रलाई नसमेटेको देख्दाखेरि मलाई लाग्छ यो डकुमेन्ट कपिड, एडिटेड एन्ड डेलिभर्ड टु द पार्लियामेन्ट। त्यसैले म निवेदन गर्न चाहन्छु, हामी प्रतिपक्षमा भए पनि आगामी वर्षमा नीति तथा कार्यक्रममा देशको पक्षको हिसाबले यो नीति तथा कार्यक्रम बनाउँदा कन्ट्रिब्युट गर्न चाहन्छौँ। यसरी एडिट, कपी र डेलिभर गर्नुभन्दा हामीसँग समन्वय होस्। सत्ता पक्षमा अत्यन्तै बौद्धिक विज्ञता भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको सिप, उहाँहरूको ज्ञानको पनि प्रयोग होस्। यति भन्दै नीति तथा कार्यक्रम 10% पनि कार्यान्वयन भयो भने पनि देश सफल हुने बाटोतर्फ उन्मुख हुन्छ। धन्यवाद।